हेलो गाइस वेलकम अगेन नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म आज आइसकेको छु वालमार्टमा बाहिरको हावापानी यस्तो छ टक्क लगाएर पानी परिरहेको छ तैपनि म चाहिँ आज सपिङको लागि वालमार्टमा आएको छु सबैजनाले हेर्नु होला हामी के किन्छौँ तपाईँहरूलाई के पाउँछ सबै देखाउने छु है त गाइस यस्तो बाहिर पानी परिरहेको छ पानी पर्दा पो के बस्नु कोठामा भनेर यतातिर आएको छु के गर्नु काम पानी पर्दाखेरि पुरै उ छ चिसो दिस इज द ग्रोसरी हियर Oh, hello. यतिर गएर टक्क लगाएर म ल्याउँछु यताबाट त्यो सामान ल्याउने ट्रली टक्क लगाएर स्टोरमा हिँडिरहेको छ यत्रो छ पुरा है के लिने के थाहै छैन मलाई मान्छेहरू पुरै भिडभाड हुन्छ है पानी आए बेला पनि आज बाहिर पानी छ त्यही पनि भिडभाड छ टक्क लगाएर म आफ्नो लागि सामानहरू लिइरहेको छु यता हेर्नुहोस् के लिने त आँपहरू लिनुपर्छ कि आँपहरू छन् है यहाँ सरी सरी you got it? Okay, sorry. वालमार्टमा काम गर्ने मान्छे टोकिन्छ यता सुन्तलाको फलहरू यता बोर्ड भनेपछि सुन्तलाहरू लग्नु पर्यो एउटा अनि त्यसको अरू के छ नि त खोर्सानी लग्नुपर्छ कागती लाग्छ कागती रहेछ काँक्रो लिनु पर्यो काँक्रो हुन्छ काँक्रो यहाँ सरी हेलो सरी एक्सक्युज मी यतातिर मान्छेहरू यति धेरै छन् है यतातिर ऊ यता किचन पनि छ यहाँ नास्ताहरू पनि पाउँछ तल आएर नास्ता खान सक्नुहुन्छ यहाँ फलफुल अङ्गुर लाउनु पर्यो अङ्गुर कहाँ छ सरी अङ्गुरहरू चाहिँ यहाँनिर यता पुरा अङ्गुर छ कुन लाउने त वान कपाल पुरा बुझोस् भुका जस्तो भइरहेको छ अरे त्यो अङ्गुर दुईवटा लग्यो है त यस्तो छ है ग्रोसरी के म पनि देखिन्छु म छुट्दैन गरे यति ठुलो बजार छ यो ग्रोसरीको उता यो अब हामी जान्छौँ के त्यो जाने हो यस्तो मस्त एरिया छ है तपाईँलाई आज पुरा वालमा देखाइदिन्छु अरे सानोवाला कागती सानोवाला कागती लिनुपर्छ यसको रस हुन्छ जस्तो लाग्छ धनिया पनि लाउनु पर्छ धनिया यहाँ फेरि अगाडि हेर्नु यस्तो छ खतरा फलफुलहरू यहाँ साग सब्जीहरू के हुन्छ सबै यतातिर राखेको हुन्छ हरियो साग सब्जीहरू है स्याउ पनि छन् मलाई हरियो साग यो सलाद खानको लागि साग कता हुन्छ यो खानुपर्छ क्या सलाद खानलाई राम्रो हुन्छ है यो सलाद खाने साग लिनु पर्यो सलाद खाने साग यो हुन्छ दुईवटा लग्यो चु सलाद यस्तो चाहिँ साग च्याउ पाउने काँक्रा पाउने एरिया यही केरा पनि पाइन्छ यता बनाना एउटा केरा पनि लाउनु पर्यो केरा पनि खानुपर्छ है केरा वाउ एउटा केरा पनि लाउनु पर्यो आज कति लाउने सामान अपाकाडो लाउनुपर्छ अपाकाडो यहाँ छ है यस्तो अपाकाडो कुनवाला लगाउँ काँचो लाउनुपर्छ यहाँ बस्ने चाँडै पाकेर चाँडै कुहिहाल्छ कि त दुईवटा तिनवटा लगाएको छु कसैले पनि केही केयर गर्दैन यस्तो आई मिन्स मेरो मतलब उनीहरू आफ्नै धुनमा हुन्छ नि अब पुरा काम गरिरहेको छ कसैले के लिइरहेको छ कसैले किनिरहेको छ होइन यस्तो मस्त छ यस्तो पुरा बिजी छ नि त ठुलो सुपर मार्केट तपाईँको यहाँ यता यो छ खाना यो डोनटको एरिया हो आई मिन्स यतातिर यस्तो डोनटको एरियामा के पाउँछ रोटीहरू सबै पाउँछ क्या पिठोको चिजहरू भयो होइन ठुलो मार्केट यता आलुहरू पनि छन् है आलुहरू चाहिँ हामीसँग छ अहिलेलाई आलुहरू चाहिँ म लाँदैन अहिले यता छ के हो यो यहाँ छन् केकहरू डोनटकै आइटमहरू सबै पिठोकै आइटमहरू यता मासु के को मासु यो बिफकै त होला ग्राउन्ड बिफ भन्ने रहेछ यहाँ चाहिँ
यो बिफ भन्दा नि त गाईको मासु रहेछ यहाँ पुरै स्टिक्स पुरै। अनि त्यसपछि यता छ चिकनहरू, चिकन लाँदै आएको छ। हामीसँग घरमा खसीको मासु छ, खसीको मासु हुँदाखेरि चाहिँ चिकन खानु होइन, चिकन यतातिर छ। यता पुरा मार्केटहरू छ। ओके सामानहरू कति हो, कति के पाउँछ कि हामी त लिने भने थोरै के लिन्छ। अरू यो सागसब्जी सामान यति हालेको छु मैले, कति हालेको छु पछाडि देखाउने र पछाडि के देखाउनु यस्तो छ पुरै उ छ, देखाइ नसकिन्छ के अरे, के देखाउने अरे। म यता दुध लिन जाँदैछु, वास्तवमा दुध र अन्डा चाहिएको थियो थोरै। यहाँ चाहिँ दहीहरू छन्, क्रिमहरू यतातिर। यो होला जुस चाहिँ यता पनि छ, तर उतातिर राम्रो जुस छ कि, दुई तिनवटा देखाएको छु। हामी खाइरहने जुस, हामी पिइरहन्छौँ नि त कहिले कहिले। म त पिँदैन, हाम्रो दाइहरूले पिउनुहुन्छ कोठामा। त्यो जुस चाहिँ लिन जान्छ। यहाँ चाहिँ दुध हुने आइसक्यो, मिल्क, दुध लिनु छ है। दुध कुन छ अलिक बढी डेट भएको त्यो लिने हो अहिले। आज कति तारिक हो, 5/5 भनेको त्यही नै बेस्ट होला सायद। 4:30 छ, 5/5 छ, 5/5 को बेस्ट होला सायद। ओहो कतातिर हाल्ने, मलाई धेरै दुध लाउनु छ हौ। दुध हेर्नुहोस् त यहाँ पछाडि, यो दुधको सब दुध है, दुध खाने भ्याउनुहोस् अरे। भैँसीको दुध, भैँसीको, गाईको। मैले आज 5-7 लग्छु होला त्यो। कोठामा पनि चाहिएछ, जतै चाहिएछ। भित्रदेखि हालेको हालेछ, हाल्न 4 5 6 7 I got 7 here। 7वटा लिएँ है मैले, अर्को एउटा पनि हुनुपर्छ। 8वटा हालिदिनु जस्तो लाग्यो, 8वटा हालिदिनु पऱ्यो दुध त होइन। अन्डा सानो सानो अन्डाहरू ल्याउनु पऱ्यो, कति ल्याउँ अन्डा। दुधको एरिया, दुध जुस अलिअलिको एरिया हो, त्यस्तो छ। ओ यहाँ छ अन्डा, अन्डा यहाँ छ नि अन्डा पुरै। कस्तो खाले अन्डा खानुपर्ने तपाईँहरूले, पुरै कुनवटा अन्डा लिँदाखेरि होला, बेच्नको लागि हो यो। त्यही भएर यो होला सस्तो होला अन्डा लिनुपर्छ है। हामीसँग पहिला नै छ अन्डा कोठामा। तीनवटा लगाउँ, धेरै त ऊ होला, 3वटा या 4वटा। कति छ डेट, एक्सपायर डेट हेर्नुपर्छ हो भाइ। 5/17 रहेछ, धेरै टाइम भर्खर त गएको छ। यो पनि भइसक्यो। अब मैले के लिन्छ अब तपाईँहरूलाई देखाउनु छ। मैले लिनु भन्दा पनि मैले लिने चिजहरू लिइसकेँ अलिअलि, काम चलाऊ। यो जुसको एरिया हो, जुसको एरियामा हामी आइसक्यौँ। यहाँ पुरा बियरको एरिया पनि रहेछ यहाँनिर है। यो पुरा बियर भेट्नु पाउँदो रहेछ, बियर वाइन्सहरू यतातिर हेर्न सक्नुहुन्छ यता होइन पुरै। अनि यहाँ चाहिँ पानीको एरिया है। ओ यता चाहिँ पानी है, पुरै पानी खतरासँग राखिरहेको छ होइन। यस्तो पानीहरू पाउँछ ट्याक्टो परेको। तपाईँलाई पुरै भिडियो बनाइदिन्छु म, तपाईँ चिन्ता नमान्नुहोस् अरे। अनि त्यसपछि इलेक्ट्रोनिक चिजहरू, यी सोडाहरू यता छन् है। यस्तो टक्क सोडाहरू राखिरहेको छ, यहाँ पनि सोडा नै रहेछ। यहाँ पाउँछ इलेक्ट्रोनिक सामानहरू। मान्छेहरूलाई हेलो हेलो भन्नुपर्छ कि, यहाँ बच्चा राख्ने ऊ पनि पाइन्छ है। यहाँ सामान चामल हो कि हो, यी बच्चाको कपडाहरू है। कसले बच्चाको कपडा चाहियो भने यता आउँदा हुन्छ अरे। कपडा धुने त्यो साबुनहरू यता सब पाउँछ कि, यता कपडाहरू सब छानी बिनी कपडाको एरिया यस्तो छ है, टक्क लगाएर। अनि यहाँ फोन्सहरू सबै पाउँछ, यता कपडाहरू छन्। यता मान्छे आइसक्यो।
ए यहाँ केटाहरूको कपडाहरू यता छ है, केटाहरूको बच्चाहरूको रहेछ है सेट। यता फोनहरू पाउँछ कि यता फोन्सहरू तिनीहरू त नगरे हुन्छ टक्क ल भन्नुपर्छ कि भन्दाखेरि कपडाहरू यस्तो पाउँछ यो टावेल्सहरू सबै यहीँदेखि गरिदिने। यहाँ नपाउने भनेको केही छैन अरे। अट्याचीहरू हेर्नुहोस् है, कुन अट्याची मन पर्यो तपाईँहरूलाई? साइकलहरू पनि पाउँछ, कहाँनिर छ साइकल? यहाँनिर रहेछ, त्यो साइकल लिएर आएर साइकल हेरेर आएको छु। यहाँ फुटबलहरू बलहरू सबै पाउँछ है। आऊ अनि त्यसपछि यस्तो मजा मजा मार्केटमा घुमेरै जान्छ कि 2 घन्टा त घुम्ने हो भने त 2-3 घन्टा 3-4 घन्टा त घुमेर हेरेर साइकल यता यो जिम खेल्नेको छ नै यता यिनी कति गर्काउनु रे नगराउनु छुनु नाम चाहिँ यस्तोले हामी जस्तै छुन्यो भने खतम हुन्छ। यता साइकल छ नि कपाल कस्तो अलि अख्योर काट्दैछ, अस्ति काटेको मैले कतिको लिएँ केही लिएन मैले। आज चाहिँ खाने कुरा सक्या पनि थिइनँ, वास्तवमा त्यहाँ बेच्नको लागि थोरै दुधहरू चाहिएको थियो, त्यही लिन लगायौँ। आज हाम्रो स्टोरमा जानुपर्छ होला सायद। हेलो नाच्ने बोल्ने गर्नुपर्छ कि भाँडाकुटीहरू है, पुरा वालमारै घुमाइदिइसकेँ मैले। अब पुरै वालमा त घुमेन, अब यो 1-2-3 घन्टा लागिहाल्छ पुरै ठाउँमा जानलाई होइन र। सामानहरू यस्तो छ है, कुन रजिस्टरमा जाँदा छ होला? म रजिस्टर एरिया यो है, आफैले यहाँदेखि स्क्यान गरेर लिन मिल्छ। यहाँ फलफुलहरू छन्, फेरि आफूलाई थाहा हुँदैन फलफुल, त्यही भएर उतै रजिस्टरमा जानुपर्छ मान्छे भएको ठाउँमा। चाहिँ आफैले गएर स्क्यान हुने चिज गरेर लग्ने हो। यहाँ कपडा क्या मस्त कपडा छ नि, मैले त लगाएको छु, मलाई चाहिएन अरे। यहाँ प्राइज पनि हानिदिएर हुन्छ ट्याक्कै $12 कति लेखाएको छ एकैचोटि, ठिकै हो त्यहाँको लागि त। अब यो त लाइन छ त कहाँ छन् हो अलि राम्रो राम्रो क्यासियर, उतैतिर गएर सेल्फी हान्न। यहाँ त राम्रो नानी रहेछ यार। यहाँ पछाडि क्या खतरा ऊ छ है, केटीहरूको लागि कपडा, केटीको लाइन यहीँनिर बसेर छु म त। कपडाहरू यस्तो पाउँछ यहाँ टक्क मार्केटमा, यहाँ आएर घुम्नु सक्नुहुन्छ। ल अरूमा झोला पनि छन् है, लाइन लागिसक्यो। म यतातिर टक्क लगाएर रहेछु। हाम्रो सामान भइसकेको छ रेडी। हेलो अब यो चेकआउटमा त पैसा तिर्ने हो भनेको, पैसा कति हुने राम्रो नानी? 20,000 रुपियाँ ओके हो छ। त्यसैलाई देखाउन मिल्दैन सायद। टक्क लगाएर सामानको पैसा तिरेर आइसकियो। बढी भएर हिँड्छ मात्रै कति भएर हिँड्छ 20 रुपियाँ गरे। सामान त्यहाँ छ हाम्रो मार्केटबाट, कताबाट निस्किने यहाँबाट हो। वेलकम ट्याक्सी। यस्तो एरियामा डर पो लाग्छ त के कस्तो, यता बस्या हुन्छन्। थ्याङ्क यू। अलराइट हैव अ गुड डे। कता छ हो मेरो गाडी? कहाँ छ? ल है त आजलाई यति नै। वालमार्टको पुरै दर्शन गराइसकेँ मैले तपाईँहरूलाई। क्यासियर हेर्न मन थियो भन्नु होला तपाईँले, क्यासियर देखाउन मिल्दैन नसोधेर। क्यासियर रिसाला भन्ने डर लाग्यो, सोधौँ भने पनि। राम्रै नानी थियो, अब नर्भस भइसकेको अरे, सोध्नै लाज लागेको अरे। क्या मस्त छ है आजको हावापानी। टक्क हावापानी पनि राम्रो छ, हावापानी राम्रो छ भन्दा नि पानी परिरहेको छ, अलिअलि पानी मन परिरहेको छ मलाई अरूभन्दा पनि।
परिरहेको छ थोरै न हो। ल है त सबैले वालमार्टको दर्शन गर्नु होला अरे। आजलाई यति नै गाइज, म पनि अब घरतिर लाग्नु पर्यो। आजलाई यति नै गाइज, यता गाडी छ, गाडीमा टक्क सामान हालेर अब जानुपर्छ यहाँ वालमार्ट छोडेर घरतिर। वालमार्ट यति धेरै ठुलो एरियामा हुन्छ है, यति धेरै ठुलो एरिया हुन्छ, यहाँ गाडीको पार्किङ नै पार्किङ छ, पार्किङ नै पार्किङ छ। मलाई मस्त लागिरहेछ, पानी परिरहेछ अलिअलि होइन। त्यही भएर यो कपाल कस्तो ट्याबे जस्तो छ अरे ट्याबे ट्याबे भन्दैन नि त्यही पनि के ट्याबे जस्तो छ। आजलाई यति नै। भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु होला, गर्न चाहिँ नभुल्नु होला। अनि फेसबुक पेजलाई फलो पनि गर्नु होला, नयाँ हुनुहुन्छ भने फेसबुक पेजलाई फलो गर्नु होला। हामी योभन्दा धमाकेदार दिन्छौँ। अहिले चाहिँ हामी सिकाएर नै हो, सिक्दैछौँ गरे। तर क्यासियरमा भएको राम्ररी नानीलाई चाहिँ देखाउनु पर्ने थियो, राम्रै थिए, तर के गर्नु, सोध्न पनि अलि अप्ठ्यारो लाग्यो अरे के गर्नु, लजालु हुन्छ नि नेपाली अरे, ढेकाल त केही मान्दैनन्। हामी बढी नै लजाउँछौँ कि फेरि। गाडीमा सामान हाल्दैछौँ है हामी, टक्क लगाएर गाडीमा सामान हाल्छौँ यता लिएर। यो हामी चाहिँ खाना लगिरहेछौँ, पानी परिरहेछ, मस्त छ, मजै छ। आजलाई यति नै गाइज, फेरि पनि हामी अर्को भिडियोमा मिल्छौँ। च्यानललाई सब्सक्राइब, फेसबुक पेजलाई फलो, सेयर, कपी लिङ्क सबै गर्नु होला। आजलाई यति नै, धन्यवाद। सी यू नेक्स्ट टाइम गाइज, थ्याङ्क यू अल।